हेलो नमस्ते एभ्रिवान सबैजनालाई मेरो सर्ट भिडियोमा यति बेला स्वागत गर्दछु। म युनिट मगर वान यति बेला फेरि पनि आज रमाइलो र मिठो भिडियो लिएर आइसकेको छु। आज विशेष चैते दशैँको हामीले विशेष गरेर आज बँदेलको मासु खाने प्लान गरिरहेका छौँ र बँदेलको मासु कस्तो हुनेछ के हुनेछ तपाईलाई त्यो पनि भिडियोमा देखाउने छौँ र कति मजाले चाहिँ आज दशैँ मनाउने छौँ भन्ने पूर्ण विश्वासका साथ र तपाईहरु पनि राम्रोसँग मनाउनला भन्दै आजको भिडियो स्टार्ट गरौँ। लेट्स वेट। फाइनली मसला फाइनली मसला रेडी हुँदैछ गाइज है। फाइनली एकदम मसला रेडी मासु र खाना पनि पाकिसकेको छ। हाम्रो आन्टीले बनाइसक्नु भयो, पाक्दैछ र मासु यति मिठो भइसक्यो होला गाइज हैन। तपाईँ फाइनली स्पेशल चाहिँ आज मासु भइसकेको छ। एकदमै टेस्टी बनेको छ। एकदमै बबाल मिठो र टेस्टी बनेको छ बँदेलको मासु। तपाईहरुले एकदमै हेरिसक्नु भएको छ कसरी बनाइरहेको छ भन्ने भिडियोबाट र प्रमाणित भइसकेको छ। र फाइनली पक्कै पनि दर्शकबिन तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नछुटाउनु होला। मेरो कमेन्टमा गएर प्रतिक्रिया दिँदै गर्नु होला। आगामी दिनमा पनि यस्तै मिठा भिडियोहरू ल्याउनको लागि तपाईले मेरो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। त्यस्तै मेरो च्यानललाई पनि सब्स्क्राइब गर्नुभयो भनेपछि मलाई अझै बलियो हुँदै म राम्रो भिडियो ल्याउने प्रयास गर्नेछु। आजको बसाइबाट म पनि छुट्टिन्छु र तपाईहरुलाई सबैजनालाई चैते दशैँको धेरै धेरै शुभकामना। नमस्ते।